सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ 15 गते पेश गरेपछि संसदमा पहिले सैद्धान्तिक छलफल भयो। एक सातादेखि मन्त्रालयगत बजेटमाथि छलफल भइरहेको छ। छलफल जारी रहँदा संसदमा गाई जात्रा देखिएको छ। सामान्यतया संसदीय अभ्यासमा सरकारले पेश गरेको बजेटमाथि संसदमा छलफल हुँदा सत्ता पक्षका सांसदले बचाउ गर्ने चलन छ। विरोध गर्नु प्रतिपक्षको धर्म नै हो। विपक्षी दलले 1 रुपियाँ भने पनि घटाइ पाउँ भन्दै संशोधन हाल्ने प्रचलन छ। विपक्षी दलले प्रचलन अनुसार नै भूमिका निर्वाह गरिरहेका छन्। तर बजेटमाथिको छलफलमा प्रतिपक्षी दलभन्दा अघि बढेर सत्ता पक्षकै सांसदले विरोध गरिरहेका छन्। आफ्नो निर्वाचन क्षेत्रमा बजेट विनियोजन नगरिएको भन्दै उनीहरूले आक्रोश मात्र पोखेका छैनन्, रोस्टमबाटै बजेट संशोधन गर्न माग गरिरहेका छन्। यथास्थितिमा बजेट पास नगर्ने धम्की सत्ता पक्षकै सांसदबाट आएको छ। यहाँ 3टा मन्त्री हुन्छ, ऊर्जा मन्त्री हुनुहुन्छ, परराष्ट्र मन्त्री हुनुहुन्छ, सूचना तथा सञ्चार मन्त्री हुनुहुन्छ। उहाँहरूलाई नै त्यहाँ भन्नुहुन्न, यहाँ बाहिर लगेपछि यो बजेटप्रति तपाईँलाई सन्तुष्टि छ भने मलाई पनि छैन भन्नुहुन्छ। यही हो, शब्द यही हो। यहाँसम्म कि प्रधानमन्त्रीलाई गएर सोध्यौँ भने मलाई पनि चित्त बुझाएको छैन भन्नुहुन्छ। अर्थमन्त्रीलाई बोलाएर सोध्यो भने उहाँले नि भन्नुहुन्छ मलाई पनि चित्त बुझाएको छैन। बनायो कसले त? कसले पठाइदिया हो यो? त्यसो हुनाले यसको उत्तर यसै पटकको संसदमा यो बजेट पारित गर्नुभन्दा पूर्व यसको उत्तर खोजेर मात्रै टुङ्गो गर्नुपर्छ, अन्यथा यो बजेट पास हुँदैन। सरकारमा अहिले नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी छन्। बजेट बनाउने काम गरेका अर्थमन्त्री प्रकाश शरण महत नेपाली काङ्ग्रेसका हुन्। उनी मात्र होइन, अन्य मन्त्री पनि यतिखेर सत्ता पक्षकै सांसदको तारो बनिरहेका छन्। संसदीय अभ्यासमा सत्ता पक्षका सांसदले नै मन्त्रीमाथि निरन्तर प्रहार गर्नुलाई स्वाभाविक मानिएको छैन। यसअघि कुनै वर्ष पनि बजेट संशोधन भएको इतिहास छैन। यो जानकारी हुँदाहुँदै सत्ता पक्षका सांसदले आफूहरूलाई उसिनेर सरकारको आलोचनामा उत्रिँदा प्रतिपक्षी दलका सांसदले टेबल ठटाएर साथ दिइरहेका छन्। त्यसो त संसदको गाईजात्रामा मन्त्रीहरूले पनि मलजल गरिरहेका छन्। उदाहरणको रूपमा मंगलबारको प्रतिनिधि सभा बैठकमा सीता गुरुङको व्यवहारलाई लिन सकिन्छ। शहरी विकास मन्त्रालयको कार्यक्रम र बजेट समावेश पुस्तिकामा लुम्बिनी प्रदेशको नाम समावेश नभएको विषयमा एमाले प्रश्न उठायो। त्यसपछि सभामुख देवराज घिमिरेले यस विषयमा जवाफ दिन मन्त्री गुरुङलाई समय दिए। प्रतिपक्षी दलको प्रश्नको उत्तर दिनु मन्त्री गुरुङको जिम्मेवारी भित्रै पर्छ। उनका लागि स्पष्ट पार्ने मौका समेत हो। तर उनले सभामुखलाई आफू नबोल्ने संकेत गरिन्। शहरी विकास मन्त्रालयसँग सम्बन्धित विषयमा के भएको हो र के भन्न चाहनुहुन्छ, म शहरी विकास मन्त्रीज्यूलाई रोस्टममा आएर आफ्नो कुराहरू राख्न यदि बोल्न चाहनुहुन्छ भने म समय दिन्छु। बैठकमा नै रहेका अर्थमन्त्री महतसँगको सल्लाहपछि मात्र मन्त्री गुरुङ जवाफ दिन रोस्टममा गइन्। त्यसो त सभामुख घिमिरेको भूमिका पनि उस्तै विवादित बनिरहेको छ। प्रधानमन्त्रीले बोलिरहँदा प्रतिपक्षी दलका सांसदलाई नियमापति गर्न दिएको भनेर माओवादी केन्द्रबाट आलोचित घिमिरेको भूमिकालाई लिएर एमाले समेत प्रश्न उठाएको छ। कार्यसूची अगाडि बढाउने मामिलामा अलग अलग भूमिकाका कारण उनीमाथि प्रश्न उठेको हो। पर्यटन मन्त्रालयको कार्यक्रम र बजेट समावेश भएको पुस्तिकामा प्रदेशको वास्तविक नाम नराखिएको भनेर एमाले आपत्ति जनाएपछि असार 3 गते त्यो मन्त्रालयको बजेटमाथिको छलफल कार्यसूचीबाट हटाएका सभामुख घिमिरेले मंगलबार उही प्रकृतिको शहरी विकास मन्त्रालयको त्रुटिमा छलफल गराउन खोजे। त्रुटि भएको रहेछ भने सच्याउने प्रतिबद्धता मन्त्रीज्यूले राखिसक्नु भएको छ। त्यसले गर्दाखेरि अब त्यो त्रुटिलाई हेर्ने, सच्याउने, मिलाउँदै जाने कुराहरू अन्तर्गत अब राखिएको विनियोजन शहरी विकास मन्त्रालयको सहितको आज विनियोजित शीर्षकमा छलफलमा अगाडि जाउँ। त्यसैले मान्य सदस्यहरू अब त्यही आधारमा भन्नाले सच्याउनु पर्नेलाई हेरेर सच्याउने आधारमा कार्यक्रमलाई सूची अन्तर्गत अगाडि लानको लागि म मान्यजीहरूलाई सहयोग गरिदिन अनुरोध गर्छु। सत्ता पक्षका सांसदको आक्रोश र धम्की मन्त्रीको व्यवहार र सभामुखको भूमिकालाई संसदभित्रको गाईजात्राको रूपमा अर्थ्याउन थालिएको छ। राज नेउपाने, ग्यालेक्सी फोके, काठमाडौँ। मन्त्रालयगत कार्यक्रम र बजेटमाथि प्रतिनिधि सभामा जेठ 32 देखि छलफल भइरहेको छ। छलफलका लागि सांसदहरूलाई सरकारले कार्यक्रम र बजेट समावेश पुस्तिका उपलब्ध गराएको छ। त्यही पुस्तिकालाई आधार मानेर सांसदहरूले बोल्ने हो। तर पुस्तिकामा सरकारले एकपछि अर्को गरी गल्ती गरिरहेको छ। यहाँसम्म कि प्रदेशको नाम नै छुटाइएको छ, त्यो पनि संसदले निर्देशन दिँदा समेत।
हो। पर्यटन मन्त्रालयको कार्यक्रम र बजेटमा प्रदेशको नाम नै गायब पारिएको छ भने शहरी विकास मन्त्रालयको बजेटमा लुम्बिनीलाई प्रदेश 5 भनिएको छ। यस विषयमा प्रमुख प्रतिपक्षले विरोध जनाउँदा सभामुखको भूमिका पनि विरोधाभासपूर्ण देखिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नो कार्यक्रम र बजेटमा प्रदेशको वास्तविक नाम राखेन। अङ्कका आधारमा प्रदेशलाई चिनाइएको विषयमा प्रमुख प्रतिपक्षी नेकपा एमाले आपत्ति जनाएपछि असार 3 गतेको प्रतिनिधि सभाको बैठकमा पर्यटन मन्त्री सुदन किराँतीले कमजोरी भएको स्वीकार गर्दै प्रदेशको नाम समावेश गरेर पुस्तिका छाप्ने प्रतिबद्धता जनाए। सभामुख देवराज घिमिरेले त्यस दिन पुस्तिकामा रहेको त्रुटिका कारण पर्यटन मन्त्रालयको बजेटमाथिको छलफल कार्यसूचीबाट हटाए। तर मङ्गलबार सांसदहरूको हातमा परेको पर्यटन मन्त्रालयको कार्यक्रम र बजेट पुस्तिकामा प्रदेश नै गायब छ। अङ्कका ठाउँमा नाम राखेर सच्याउनु पर्नेमा प्रदेश नै गायब पारिएपछि यस विषयमा एमाले प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा आपत्ति जनायो। शहरी विकास मन्त्रालयको कार्यक्रम र बजेटमा लुम्बिनीलाई प्रदेश 5 भनिएकामा पनि एमाले सांसदले आपत्ति जनाए। पुनर्वितरण गरिएको पुस्तकमा प्रदेशको नाम नै हटाइएको छ। मैले यसमा सभामुखज्यूको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु। पहिला प्रदेश नम्बर 1, 2, 3, 4, 5, 6 र 7 लेख्नु भएको थियो। अहिले प्रदेशको नाम नै हटाइएको छ। यो मन्त्रीको नियतसँग जोडिएको विषय पर्यो। त्यसपछि सभामुख घिमिरेले पर्यटन मन्त्रालयको कार्यक्रम र बजेटमा प्रदेशको नाम छुटाइएको विषयमा ध्यानाकर्षण भएको भन्दै शहरी विकास मन्त्रालयका बारे मन्त्री सीता गुरुङलाई बोल्न समय दिए। मन्त्री गुरुङले त्रुटि सच्याउने प्रतिबद्धता जनाइन्। कार्यक्रमिक रूपमा लिखितमा काहीँ त्रुटि भएको छ भने त्यसलाई हेरेर सच्याइने छ र आज चाहिँ छलफल प्रक्रियालाई अगाडि बढाउन सम्मान्य सभामुख महोदय मार्फत अनुरोध गर्न चाहन्छु। मन्त्रीको प्रतिबद्धतापछि सभामुख घिमिरेले बजेटमाथिको छलफल अगाडि बढाउन खोजे, तर एमाले सांसदहरूले मानेनन्। यो रहेछ भने सच्याइने छ, यो चाहिँ यो मिलेन। चस्मा लाउनु भएको छैन भने म चस्मा लाउन मन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु। पेज नम्बर 27, 28 र 29, 50 ठाउँमा यो छ। सच्याउने शर्तमा भन्न मिल्दैन, अगाडि बढ्न मिल्दैन सम्माननीय सभामुख महोदय। तसर्थ मेरो अनुरोध छ कि माननीय मन्त्रीजीले यसलाई विधिसम्मत बनाएर, संविधान कानुन सम्मत बनाएर यो पुस्तक पुनर्वितरण गर्नुपर्छ र मात्रै छलफल अगाडि बढ्छ। एमाले छलफल अगाडि बढाउनै नमानेपछि नेपाली काङ्ग्रेसका मुख्य सचेतक रमेश लेखकले सरकारका तर्फबाट नहुनुपर्ने गल्ती भएको बताए। तर सभामुखले रुलिङ गरिसकेको विषयलाई लिएर छलफल अगाडि बढाउन नदिँदा त्यसले गलत नजिर बस्न सक्नेतर्फ लेखकले एमालेको ध्यानाकर्षण गराए। सभामुखले रुलिङ गरिसकेपछि पनि चाहिँ त हामी फेरि सभामुखलाई आफू अनुकूलको रुलिङ नगराउँदासम्म नमान्ने ठाउँमा गयौँ भने फेरि यो हाउस अर्कैतिर जान्छ है। यतातिर मैले बडो आग्रहपूर्वक मैले चाहिँ त प्रतिपक्षको पनि ध्यान आकर्षण गराएँ। एमाले भने सभामुखको रुलिङमाथि नै प्रश्न उठायो। एमाले सांसद रघुजी पन्तले प्रदेशको नाम छुटेका कारण पर्यटन मन्त्रालयको छलफल रोकेका सभामुखले उही प्रकृतिको त्रुटि रहेको शहरी विकास मन्त्रालयको बजेटमा कसरी छलफल अगाडि बढाउन मिल्छ भनेर प्रश्न गर्दै रुलिङमा समानता कायम गर्न सभामुखको ध्यानाकर्षण गराए। सभामुख महोदयले दिएको रुलिङहरूमा एकरूपता हुनुपर्छ, त्यसमा कन्ट्राडिक्सन उत्पन्न हुनु हुँदैन। कन्ट्राडिक्सन उत्पन्न भएर एकअर्कासँग बाज्यो भने कुन चाहिँ रुलिङ मान्ने, कुन चाहिँ रुलिङ नमान्ने भन्ने प्रश्न उठ्छ। सभामुखले नै योभन्दा अगाडि अर्को एउटा मन्त्रालय, सायद नागरिक उड्डयन मन्त्रालयकै सन्दर्भमा होला, त्यसलाई रोकेर प्रदेशको नाम लेखेर ल्याउन रुलिङ गरिसक्नुभयो। अब आज हामीले यो लुम्बिनी नाम नलेखेकोमा यो छलफल अगाडि बढायौँ भने भोलि नागरिक उड्डयनले पनि नलेखिकन फेरि ल्यायो भने त्यसमा छलफल अगाडि बढाउँछौँ कि बढाउँदैनौँ। त्यसपछि सभामुख घिमिरेले बैठक 15 मिनटका लागि स्थगित गरे। स्थगित गरिएको अवधिमा उनले दलहरूसँग छलफल गरे। त्यसपछि बसेको बैठकमा सभामुखले त्रुटि सच्याउन फेरि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए। शहरी विकास मन्त्रालयको बजेटमाथिको छलफललाई भने कार्यसूचीबाट हटाइएन। छलफलमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदले भाग लिए। बजेटको वितरणलाई लिएर संसदमा चर्को आलोचना खेपिरहेको सरकारले पुस्तिकामा प्रदेशको नाम गायब पारेको र गलत राखेको विषयमा पनि विरोध खेप्नु परेको छ। सरकारको लापरवाहीमा निर्वाह गरेको भूमिकालाई लिएर सभामुख घिमिरे समेत विवादमा तानिएका छन्।